What's up, it's me Akash ब्लग तपाईहरुलाई स्वागत छ मेरो ब्लगमा अनि यो चाहिँ सेकेन्ड ब्लग हो कर्पुको सेकेन्ड ब्लगमा चाहिँ भ्यूहरु दामी दामी डे ब्लग हो दामी आइराको छ भ्यूहरु हेर्नु होला है त हुन्छ चिनी हाल ठ्याक्क कितिर गयो रे अघि भने कुवा जस्तो लाग्थ्यो मलाई चिनी हाल्दै नि अब बोल्दै रहेछ त्यो मेरो साइडमा घुरेको चाहिँ को हो भनेको अहिले थाहा पाउने हेरेर न बोल्छ नि हेलो हेलो दाजु गुड मर्निङ मर्निङ्स भेरी भेरी गुड मर्निङ म्यान गुड मर्निङ हेलो गुड मर्निङ साथी यस्तो मजै नआउने पाडेको ब्ल्याङ्केट के हो जस्तो गुड मर्निङ के गुड मर्निङ गुड मर्निङ कति ताने छ भन्नु हेलो गुड मर्निङ मेरो भाइ के छ मेरो भाइ न्यानो हुन्छ त्यो त दाजु कस्तो भयो सुताइ गुड भयो दाजु सुताइ राम्रोसँग बोल्नु पछाडी यता नि त बब्बा लाग्यो सुताइ एकदम खतरनाक भयो भाइ यार हो चिसो अब आँची मात्रै तर सबको थाहा पाएको थियो हैन दाजु दाइले ल्याउनु मेरो याद आएन आएको नि भाइ अब तिम्रो बुझ्छ आज रातभरि सुत्न नसके त है के भन्छ कप ए हे दाजु गुड मर्निङ दाइले अनि यसलाई कफी लिन आइछ भाइ ओ कस्तो छ नि दामी यार ओहो पछाडी Give me coffee. कफी मैले कफी Give me coffee. हाम्रो कफी भ्याइएला कतिजनाले पुगेन अब अब एकजना भाइले एकजना भाइले कतिजना भयो एकजना ओहो नसोध्नु छोड्दिनु अझै भन्दा दिन ठिक छ र होइन अहिले हैन भात पकाइन्छ र खै त्यो कफी कडा भयो दुईटा पावर ब्याङ्क दिनु चार्ज हुनेवाला हो कि नहुनेवाला ल त कता खै अलि जाने जाऊ तपाईँको फोन पनि बिस्तारै बिस्तारै यो हात पनि यो जानु पर्यो हात यो all the way from Pita. थ्याङ्क यू सो मच ब्रदर हेलो ठुलो ताल रहेछ भनेको त लास्ट टाइम त ताल त
के म तिमीलाई माया गर्छु तिमी सानो लाग्छु जब मनमा कुरा आउँछ तर भन्न सक्दिन के म तिमीलाई माया गर्छु दाँत कट्टाको मासु आएर ए हजुर खानुहोस् बस्दै हाँ खाना खानु होला नि तिमीहरूले त खाने होला नि बल्ल तिमीलाई आएछ नि है त्यही भएर कन्डिसन अनुसार चल्नुपर्छ सबै त्यही भन्छु सबैले है त्यही भएर त त्यताको बेस्टहरू कान्छाहरू बेस्टहरू के कान्छ तिनटा कान्छा मेरो खोकीलाई माउस सुत्न भन्दै थिएन मैले त अनि यसो पुरा टङसँग हामी जस्तो कुरा गर्थेँ नि नि अब के त मेरो त भिडियो भयो है ओ त्यस्तो हरियो घाँसहरू देख्यो के हो के होइन त्यो प्राउन चाहिँ आउँछ होला नि त है प्राउन दिन्छ त हामीले ठुलो पापड प्राउन होइन डुडे अघि गाजाले पनि झुला निन्द्राले पनि झुला रक्सीले पनि झुला यो स्ट्यान्ड भयो ठोकिन्छ र तर यहाँ उस गर्नुपर्छ त्यो स्टेसन यति भयो हुन्छ डबल स्ट्यान्ड पर्दैन होइन भयो कि हाम्रो अगाडि आउनु क्या अलिकति सिधा ल भयो 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 बाह्र डबल स्ट्यान्ड ए त्यस्तो हुन्छ भने कति खुट्टा त्यस्तो नराख्नु निकाल मुसी जाला खुट्टामा ल म्यान यता आइगाऊ यो गाउँको झिल्केमा झिल्के मेरो नाम आउँदै जाँदै गर्नु है सबलाई राम राम घुमगा दसवटा होला भिडियो गाउन गीत हात त गरान्छ क्या समाज समाज अगाडि दाम पर्छ म्याटै हल्लिएछ नि त मैले राखेको थिएँ कि त्यहाँ म्याट खुट्टा अर्डर राखेको थिएँ अब हल्लिँदाखेरि हल्लिन्छ नि बेला बेलामा किन त तिमीले त्यहीँ खुट्टा राख न तिमीले त्यहीँ खुट्टा राख कि नत्र
बाइकले कि अगाडि आएर आज त कुनामा हाल्न पर्ने हेरेर यार कतै छेडा लाग्यो अनि डर पनि लाग्यो त यो एकजना यता बाइक कसरी उडाएर हिँडेको केटायर रोशनको पेट्रोल रहेछ कि अघि गएको ए अरू दियो भाइ टायरमा है गुडेमा त्यही प्रब्लम हो रहेछ कि पेट्रोलको कतै त्यो प्यानल पड्काएको छैन त्यही प्रब्लम हो त्यहाँ तल पनि चुयो उयो आउँदो साढे फर्कियो अब टाइम चढ्छ टायरमा चढ्छ पछाडिमा लोड भयो अरे बत्ती निकाल्नलाई यो खल्टिएन चाहिँ यो खोला सरै बग्यो बन्द सबै बन्द बर्खाहीमा हिजो सिरानी यहाँ मैले उस हालिदिएको जानेमा बित्यो सपनी चाँडै स्लिपिङ ब्याग केही भने यो यसले यहाँ लाउँछ भन्ने कुरा कि यसले मेरो खुट्टामा यो यहाँ आइसक्यो कि त्यही भएर खुट्टामा आलु उता गर हाल्यो कि अरू क्वाप्पा हानिदियो त गर्ने त खुट्टा यो कि यो अहिले यहाँ घुवाप्पा हानिदियो भने गयो त यसलाई उता गर्नै मिल्दैन राख्ने भने त हामी बाइक जान्छ कि फेरि पेट्रोल चाहिँ तपाईँ चोकमा बस्न आएको हुनुहुन्छ है तपाईँले नि त मान्छेहरू भिडियो गर्नु यो पेट्रोल हल्लेर बस्छ